अब यो चस्मा लगाएर रिसाउँछ है गाँठे नेपाली अलिकति रिक्सी एरिया छ नि त कोही पनि आउनु मान्दैन धागै छैन अरे फेरि हिजो चाहिँ भोलि ल्याइदिन्छु 10 फुल पनि झिङरिङ्गै भइसकेको छ यहाँ आइपुग्दा खै कि नमस्ते गुड मर्निङ गुड इभिनिङ गुड आफ्टरनुन सबैजनालाई गुड नाइट भन्दै होइन अन्त आजको मेरो यो छोटो ब्लगलाई हेर्नुहोस् होला गाइस दुष्मन्ता गुरुङ ब्लग्स के कस्तो हुनेछ आजको दिनको यो मेरो छोटो अनि धेरै समयको बादमा साथीहरू यस्तो लुगा लगाएर ब्यागमा चाहिँ जुत्ता बोकेर हिँडेको जुत्ता सिलाउँदै आउँ भनेर साथीहरू ल ह्याप्पी स्टोर अन्त खासैमा चाहिँ मैले डाइरेक्ट ब्लग सुरु गर्नुपर्ने थियो त्यहाँ चाहिँ हतार भएर मैले बनाएन नि त भिडियोहरू जाँदैछु चर्चतर्फ आज चाहिँ स्टोर अन्त त्यही भएर बिहानसँग गएको म पनि लेखाएर पछि होइन अनि आज मैले कुर्ती लगाएर गएको त यति धेरै यस्तो जामा कुर्ती लगाएर गएको अनि आगो खुसीको कुरा फेरि आज अटोमा पनि हामी एउटा लेडी अटोमा चढेको छौँ ल्याउँछौँ तपाईँहरूलाई होइन सधैँ 20 रुपियाँबाट थियो आज त 20 रुपियाँ दिएर त ल ठिकै छ त्यसो भए दिदी रहेछ नि त ओके छ त भनेर हामी चढेर अब लाग्थ्यौँ है अब बाटोको यात्राको हल्का रमाइलो गर्थ्यो यता चाहिँ हाम्रो दिदी हुनुहुन्छ अटो ड्राइभर चाहिँ हो अन्त यो चाहिँ के अरे वुमन पावर यसो गाडी चढेकै 30 रुपियाँबाट चाहिँ दिदी रहेछ भनेर हामीले हेल्प नगरेर कसले हेल्प गर्छ होइन ठिकै हो अब ल अब चाहिँ हामी आइपुग्यौँ दिदी हुनुहुन्छ यता चाहिँ अटो ड्राइभर फेरि हो फाइनली अब चाहिँ हामी आइपुग्यो चर्च हो यहाँनिर चाहिँ यो नयाँ बनाएको हो नि त के लेखेको छ म पनि पढिनँ गाइस है अन्त यहाँ चाहिँ सबैजना सायद स्टार्ट भइसकिसक्यो होला अब बाहिरको लुक्सहरू त मैले तपाईँहरूलाई कतिचोटि देखाइसकेको अब डाइरेक्ट भित्र जाउँ ल पनि झिङरिङ्गै भइसकेको छ यहाँ आइपुग्दा त खै क्लिप त हालेको छ कता यहाँ बढाइदिएको कपाल पनि यहाँ चाहिँ अब 100 मिटर जति लामो छ नि त बाहिर गेटदेखि चाहिँ भित्र पस्नु चाहिँ अन्त सबैजना पुगेको जस्तो पनि छ खै बाहिर निस्किँदै गरेको जस्तो पनि देख्दैछु गाइस अब भित्र जाउँ के हुन्छ कसो हुन्छ अब स्टारमा त पहिलोचोटि आएको म त त्यही प्रेयर हुन्छ होला अरू त मैले बुझेन के हुन्छ ल जाउँ भित्रको अनि यहाँ बाहिरको म नजाराहरू पनि देखाउँछु तपाईँहरूलाई ल साथीहरू अलमोस्ट पुग्नु आँट्यो तर अलिक ढिलो भयो जस्तो छ आउनु त आउँदैछ सबैजना यहाँनिर चाहिँ फादरहरू पनि भित्र बस्नु हुँदै रहेछ है सुरु भइसकेको छ सायद यहीँबाट सुन्दैछु मैले आवाज कुनै के जाति भनेको सिँढीमा चढ्दैछु कतिवटा भिडियो त बनाउनु पाइँदैन गाइस होइन जति सक्दो चाहिँ म बनाउने कोसिस गर्छु साथीहरू सक्यो भन्दा पनि हुन्छ है मलाई चाहिँ सुसुवाएर यहाँनिर तित्ली जाला जस्तो भयो त्यही भएर निस्किहालेको यहाँ वासरुम गएको यहाँको सबै कुरा ठिक छ देख्नुहुँदैछ पछाडि अहिले नयाँ चर्चहरू पनि यता पछाडि बनिँदै रहेछ अब स्कुलहरू कस्तो छैन तर वासरुम चाहिँ अलिक ठिक लागेन मलाई देखाउँछु म यहाँ एरिया चाहिँ किचनहरू होला सायद यता चाहिँ वासरुम छ हामी चाहिँ वासरुम आएको साथीहरू ब्रोकली चाहिँ यस्तो दामी आइरहेको छ कि अब वासरुमबाट पनि आयो यो चाहिँ बाहिरको नजारा अझै अब खत्तम भएको छैन भित्र चाहिँ सो अब चाहिँ सक्यो भनेर हामी चाहिँ अब लागे बाहिरको नजाराहरू हो तपाईँहरूलाई मैले देखाइसकेको छु है अब चाहिँ हामी हिँडेको अब चाहिँ हामी गएको अब हामी डाइरेक्ट कहाँ जान्छ यो झोलामा चाहिँ मैले बोकेको छु जुत्ता गाइस जुत्ता सिलाउँदै जाने हो जुत्ता सिलाउनु लागि डाइरेक्ट अब उता निस्किन्छ हामी चाहिँ गान्धी चौक हिजो भनिराखेर आएको छ हिजो चाहिँ जाँदै जान्छ आज जुत्ता सिलाउनु जानुपर्ने छ गाइस कस्तो दामी देखिरहेछ नि यहाँबाट उताको चर्च तपाईँहरूले देख्न सक्नुहुनेछ स्कुल छ होली क्रस स्कुल
फोटो खिच्ने त एउटा कोटेसन पढौँ। दूसरों के हो अपराधों की यदि क्षमा करोगे तो तुम्हें तुम्हारा अब भरे पढौँ ल। मिसनरी अफ च्यारिटी मदर टेरेजाका यहाँनिर चाहिँ यो जुन चाहिँ मैले देखाइ नि हालेँ मदर टेरेजाको यहाँनिर चाहिँ अब जस्तै वृद्ध बुढो भएको बुढो बाजे बोजू अब कतिलाई हेर्दैन घरमा अन्त लाटा लाटीहरू हुन्छ नि उनीहरूलाई ल्याएर राखेर यहाँनिर चाहिँ अब पालन पोषण गर्दो रहेछ सबैजना मिलेर। अन्त यहाँ बाहिर पनि आज पनि अब कन्स्ट्रक्सनहरू चलिरहेको छ कामहरू चलिरहेको छ के कसो कसो। अब चाहिँ हामी फाइनली बाहिरै निस्किसक्यौँ भन्दा पनि हुन्छ। यहाँनिर पनि जाँदा जाँदै बाटोमा यहाँनिर प्रे गर्दै जानुपर्छ। मैले तपाईँलाई देखाएको थिएँ यो चाहिँ जग्गा मलाई साह्रो दामी लाग्ने जग्गा चाहिँ यो छ। कति दामी छ वा शान्ति पिस। अब यस्तो हुन्छ नि त अब स्टार भनेको के हो मलाई त्यस्तो थाहा छैन तर पनि अब आउँदा यस्तो प्रेहरू गर्दा शान्ति लाग्छ मिस लाग्छ जस्तै जग्गा भित्र पसेर कस्तो भिडियो बनाइदिउँ भनेको थिएँ कि गाइस तर अब कति कुराहरू भिडियो नबनाउने पनि हुन्छ होइन। अन्त अब त्यहाँनिर एउटा त गीतहरू बज्छ सायद त्यो मुखले गाउनु त गाउँछ त्यो ट्र्याकहरू सायद अब उयो हो कि के हो म त कुरा बुझिनँ त्यही भएर कतिवटा चाहिँ बनाएन किनकि युट्युबमा हाल्यो भने कपिराइट क्लेम लाग्यो नि फेरि मेरो भिडियो त के मेरो युट्युबै जान्छ त्यही भएर मैले कतिवटा बनाइन साथीहरू। अनि अब चाहिँ हामी यहाँनिर अटो पर्खेर चाहिँ जान्छौँ बाहिर आइपुगिसक्यौँ चर्च बाहिर एउटा फोटो खिचिदिउँ भनेको थियो कि दामी खिच्नै पाएनौँ गाइस। राजकमल अटो पनि ठिकै आयो अब जानु कति रुपियाँ अरे सवारी 20 रुपियाँ सवारी बोकेर आयो गाइस 10 रुपियाँ 10 रुपियाँ। अटोमा चाहिँ चढ्यो तर यो अटो चाहिँ स्टार्ट बिना ठेलेरै ल्याउँदैछ यहाँ भाउले हो हामी दुईजना मात्रै छ। आइ त पुग्यौँ यहीँनिर थियो नि त जुत्ता सिलाउने धागै छैन अरे फेरि हिजो चाहिँ भोलि ल्याइदिन्छु 10 बजी 11 बजी भन्यो साला छैन यहाँनिर। अब हामी डाइरेक्ट एचपी अलिक परतिर पाइन्छ कि अर्कै जग्गा जाने हो भोलि लिएर आउनु ल भन्दै थियो। कहाँनिर एउटा जुत्ता बोकेर कति भाडा तिरेर आइबस्नु भनेर चाहिँ अब अर्को जग्गा जाँदैछ हामी चाहिँ जुत्ता बोकेर त हिँडेको छ। 11 बजीतिर चाहिँ यहाँ यति साह्रो खुल्ला हुन्छ दोकानहरू पनि भर्खर लाग्छ सबै बन्छ अहिले दोकानहरू पनि 2, 3, 4 बजीदेखि चाहिँ सबै खुल्ला हुन्छ। अहिले चाहिँ साइलेन्ट मोडमा छ उतातिर हुनुभयो चाहिँ यति बेला चाहिँ अब फुल टु एकदम चेपी हुने हो। यहाँ चाहिँ छैन अलिअलि दोकानमा त खोल्दै भर्खरै बन्छ यहाँ चाहिँ बेसी गरम हुन्छ त्यही भएर चाहिँ ढिलो खुल्छ। लागिरहेको छ यो कपमा आँखा गाड्यो कति रहेछ हेर्छु ल यसै दामी कि तर यस्तो सबै चर्केको रहेछ अलिअलि त्यही भएर चाहिँ 30 रुपियाँ गोटा अरे हेर्नु कस्तो दामी मग कि अरे यो त यो पनि चर्केको रहेछ फेरि रडी भइहाल्यो नि। यहाँनिर चाहिँ हामीले जुत्ता दिइराख्यौँ हो आधा घन्टा लाग्छ अरे सिलाउनु पनि चालु गऱ्यो 120 रुपियाँमा 2टा जुत्ता सिलाइन्छ अरे। अन्त हामी चाहिँ अब यहाँनिर जुस पिउने जग्गामा एकछिन बस्ने हो। अब चाहिँ हामी जुत्ता सिलाउनु दिइराख्यौँ अब चाहिँ बिफ किन्नु गएको पाइहाल्यो भने चाहिँ सो गाइस जा रहे हम धूप में चल चल के और पीएम एक सेकेंड में टाइम देख रहा है आदत हो गया बोल्दा खै हिँड्दै 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 जाने पाउने हो कि होइन मलाई थाहा छैन फोन पनि नगरिकन हिँड्दैछ। सो आज चाहिँ गाडीहरू अलिक कम्ती छ र म भिडियो बनाउँदै हिँडेको यहाँ नत्र भने त अघि चुमुक डरले फेरि भेटाक हुन्छ नि गाइस। हामी आइपुग्यौँ बिफ दोकानमा अन्त नयाँ नयाँ फ्रेस काटेर राखेको रहेछ पिएम पसिहाल्यो म चाहिँ देखाउँदैछु तपाईँहरूलाई मासु जति रहेछ। अब चाहिँ अड्डामा आइपुगिसक्यौँ यहाँनिर चाहिँ यस्तो अब म चाहिँ कहिले पनि यस्तो लुगामा चाहिँ आएको थिएन साथीहरू होइन किनकि यो चाहिँ अलिकति रिक्सी एरिया छ नि त कोही पनि आउनु मान्दैन केटीहरू त आउँदैन पनि प्रायः जस्तो हामी चाहिँ हो यहाँनिर एचबिपिएम पढ्दा पनि घसङ आउने अनि यहाँनिर आउँछ यस्तो छ जग्गा पनि सुनसान मुस्लिम एरिया हो नि त त्यही भएर गाइस अब चाहिँ आइपुग्यौँ हामी बिफ दोकानमा चाहिँ मैला छ कस्तो छ तर भए पनि अब चाहिँ हामी गुफाबाट निस्क्यौँ 1 किलो मासु किनेर हो अन्त अर्को चिज पनि किनेछ रुममा गएर देखाउँछु ल के किनेछ भनेर। त अब चाहिँ लाग्यौँ यहाँ अड्डाबाट 5-6 किलोमिटर हिँड्दा चाहिँ यस्तो गरम भयो कि पसिना यहाँ पानी किनेर लस्सी खाउँ भन्दै पानी खाउँ भनेर यहाँ पानी खाँदैछ त्यसरी हिँड्नु पऱ्यो अनि पानी बोकेर जुत्ता सिलाउने जग्गा अझै पनि आइपुगेको छैन हामी कतै हिँडिसक्यौँ। ल कस्तो बनाइदिएछ पुरै डिलमा गएछ नि त अन्त बाजे त रडी गरेछ नि हो ल गरमले हिँड्नु सकेन गाइस। अब यतैबाट हामी चाहिँ डाइरेक्ट तपन गेटसम्म गएको अटोमा 30 रुपियाँ गोटा हो। यहाँ बिबिचमा अलिकति कामहरू चाहिँ अब होस् अब रिङ्गाटा चलेर भर्खर लड्नु आँटिसकिसक्यो कहाँ हुन्छ कताले भनेर चाहिँ अब जुत्ता र मासु लिएर हिँडेको जुत्ता पनि
त्यस्तै त हुन्छ कहिले कमाउने हुनु भन्ने खालको कुराहरू आउँछ मनमा। अब यो कपाल त अन्त पागल जस्तो भइसक्यो। ल तपन गेटमा भेटौँ साथीहरू, बाहिरको होला साइड सिनलाई इन्जोय गर्न चाहनु ल। यहाँनिर चाहिँ मलाई यो लाइन चाहिँ पुरा मनपर्छ, किनकि यो चाहिँ यो छ नि त माथि फ्लाइओभर छ नि त, त्यही भएर लुक्स दामी देख्छ नि त गाइस। गाइस यहाँ चाहिँ साथीहरू मावा जलेबी हो, यो चाहिँ फेमस हो यहाँको चाहिँ, फेरि दामी पाउँछ यो लाइनमा भनौँ न। यहाँबाट चाहिँ हामी पनि किनेर खान्छ। अहिले चाहिँ यस्तो बनाएको छ यो साउथ किचनलाई तोडेर। अब यहाँको साइड सिन चाहिँ यस्तैहरू है साथीहरू। चिङवाला रहेछ हो, चार्जै सक्यो, अटै रोक्यो, अटो बिग्रेको। अन्त यहाँ चाहिँ दोकानमा फर्किनु के पाइन्छ स्कुटी आएको पुरा भिड रहेछ। भिड भएर चढ्नु सकेन। अन्त यहाँ चाहिँ अङ्कल आउनुभएछ, अन्त अङ्कलले जाउँ भने अन्त हामी चाहिँ अब लाग्दैको स्कुटीमा यहाँ स्कुटीमा चढ्नु पायो। एकै दोकानमा आयो, किनकि यहाँ दोकान अङ्कलले यतै दोकान खोल्नुहुन्छ नि त, आन्टी भन्नु जस्तो अब अलि सामानहरू किनेर जाने एउटा दोकानबाट किन्नु चाहिँ एउटा दुध मात्रै थियो 10 रुपियाँको। अन्त 10 रुपियाँको कफी किनेर चाहिँ हामी अब लाग्दिउँ हिँड्दै हो। अब उता हामी जुन चाहिँ अब उता गान्धी चौकतिर चाहिँ ज्याउ 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 हल्ला हुन्छ त, गाडी हल्ला आइ टाउकै दुख्छ। यहाँनिर हाम्रो यसो जग्गा आउँदैछ, यो जग्गामा चाहिँ फेरि हल्का शान्ति हुन्छ भनेपछि चाहिँ अब घरमा गएपछि चाहिँ लास्टै पिस हुने रहेछ हो, रमाइलो। तर गाडी हेर्नु नपाउँदा चाहिँ मेरो आँखा चाहिँ भेटेक भेटेक हुने रहेछ भन्दै यहाँ चाहिँ हाम्रो गफ फेरि हो हल्का कलेज भएको चाहिँ अब पुरा उयो पहिलाको कलेज क्राउड अहिले बजार एरिया भनौँ न, हेभी छ नि त्यहाँनिर। नर्थ इस्टको हेभी त्यस्तो टेन्सन त हुन्थेन, बट अल्सो यहाँ चाहिँ पिस छ यो जग्गामा चाहिँ। डिपार्टमेन्टमा चाहिँ अनपिसै हुन्छ कि पिस गरिन्छ डिपार्टमेन्टमा, तर बाहिर चाहिँ है बाहिर चाहिँ रमाइलो। अब धुप खाँदै घाम खाँदै भए पनि हामी चाहिँ अब हेरौँ आइपुग्न आँट्यो। ल अब गएर के गर्ने कसो कसो गर्ने हो, 2 किलो भात खाएर मेरो फेरि काममा चालु गर्ने हो भन्दै अब खाना खाँदा भेटौँ ल। गरम भइयो फाइनली गाइस, अब चाहिँ हामी रुममा प्रधान्यौँ आइपुग्यौँ। आहा यस्तो शीतल बाहिरबाट यहाँ आउँदा त यस्तो शीतल गाइस। अर्को कुरा चाहिँ तपाईँलाई म के देखाउँ भनेको थिएँ गाइस, गरम भयो आइपुग्यो। अब चाहिँ रुममा ठ्याक्रा क्या आइपुग्यो। मैले आज चाहिँ एउटा सनग्लास किनेको छु गाइस, पिएमले किनिदिएको। यो चाहिँ अफरमा थिएछ होइन, अब खोलेर देखाएको तपाईँहरूलाई। म तपाईँलाई लाएर पनि देखाउँछु। यो चाहिँ 500 रुपियाँको चस्मा चाहिँ कतिमा पायो भनौँ, 150 रुपियाँमा पाएको है। मान्छेभन्दा ठुलो नै हो गाइस यो हनीसिङ। अब यो चस्मा लगाएर रिल्स आउँछ है गाँठे नेपाली गीतमा लो है। अन्त हाम्रो रैना बहिनीले चिया बनाएर रुममा ठ्याक्कै राखिदिइरहेको रहेछ हो। अन्त खायौँ अब चाहिँ। आँखा मेरो घरिघरि टेढे हुन्छ हौ गाइस, के भएको कपाल पनि यस्तो भयो। अन्त गाइस यो चाहिँ पिएमको जुत्ता हो, झन्डै मुखमा पस्यो। यो चाहिँ अगाडि चाहिँ सिलाएको नयाँ हो जुत्ता चाहिँ गाइस। अब पुमाको जुत्ता होइन, कति महँगोको जुत्ता। यो चाहिँ कहिले किनेर त्यति बेसी पनि लाउँथेन, फाटेर वाङ्गै उकेर वाङ्गै भएछ। त्यो चाहिँ मैले देखाएन। अन्त यहाँ चाहिँ सिलाउनु लगाएको। अन्त यो सिलाएको चाहिँ के भएछ भन्दाखेरि नि यो बिटले गर्दा चाहिँ अब यो माथिको फक्कै उक्केर जाने टाइपको भएछ गाइस। अन्त अर्को कुरा यो जुत्ता चाहिँ यस्तै हो होइन, पुरा सम्हालेर राख्छ यो जुत्ता चाहिँ पिएमले नल। पर जङ्गलबाट पर मुस्लिम एरियाबाट चाहिँ यो 1 किलो मासु लिएर आएको। आज चाहिँ फ्रेस छ। अन्त पिएम चाहिँ खुसी भएर कहिले पकाउने भनिरहेछ। प्रयना बहिनी चाहिँ एक्टिभ भएर यहाँनिर फेरि खाना पनि बनाइसकेको छ। अन्त खाना सब्जी बनाउनु आँटेको छ। अब यो 1 मन्थमा हामी 1 दिन मात्रै खान्छ। यस सधैँ त कहाँबाट पाउनु र खानु यस्तो चिज चाहिँ गाइस। अन्त फाइनली हाम्रो चिची पाक्यो। अब चाहिँ 1 किलो खाएको। सबैजना यहाँनिर ड्याङ खाना बस्यो। अब चाहिँ बिफ राइस खाएर मस्त ह्याप्पी इस्टर मनाउँदै हजुरहरू सबैजनालाई अब लामो भिडियो नबनाऊ है यति भन्दै आजको मेरो यो छोटो ब्लगलाई यहीँ नै समाप्त गर्न चाहन्छु। जसले पनि हेर्नुभयो थ्याङ्क यू सो मच गाइस फर वाचिङ। मिल्दै दूसरा अर्को वाला ब्लग में बीच में छोवाले खाइहाल्नु पऱ्यो। बाई बाई गाइस।